एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी स्नेहा है र सबैजनालाई ह्याप्पी भाइटिका है र आज हामी भाइटिका मनाउन आँटेको छु है र हुन त मेरो त अब कोही दाजुभाइ त छैन त्यस्तोहरू है सो अब एकजना भाइ थियो तर उनीहरू चाहिँ अब टाढो बस्नुहुन्छ सो त्यसले गर्दा त अब आउनु पनि भएन है सो त्यही भएर चाहिँ आज चाहिँ म मेरो आफ्नो आप्पालाई आफ्नो बाबालाई चाहिँ म भाइटिका लगाइदिँदैछु है किनकि अब मेरो बाबाले नै त मलाई प्रोटेक्ट गर्छ है सेफ्टी सेफ राख्छ है सो उसलाई नै म भाइटिका लगाइदिँदैछु सो तपाईँहरूको पनि अब दाजुभाइ छैन भने चाहिँ तपाईँहरूले पनि अब आफ्नो भाइटिका चाहिँ तपाईँले आफ्नो बाबालाई लगाउन सक्नुहुन्छ है सो यहाँ गाइस हेर्दै जानुहोस् होला है ए अन्त गाइस मैले चाहिँ आज चाहिँ लगाएको छु साडी मेखला र कस्तो देख्यो भनिदिनुहोस् होला कमेन्ट्समा है म तपाईँहरूलाई देखाउँछु है ल गाइस यो चाहिँ हो मेरो फर्स्ट टाइम चाहिँ मैले साडी मेखला लगाएको है कस्तो देखिरहेको छ है कमेन्ट गरिदिनु होला अन्त कस्तो अकवर्ड लागिरहेको छ हुनु चाहिँ हो तर मलाई चाहिँ एकदमै ट्रेडिसनल ड्रेसहरू चाहिँ पुरा मनपर्छ सो त्यही भएर चाहिँ आज मैले लगाइरहेको छु है द फर्स्ट टाइम जानी नजानी भयो मम्मीले लगाइदिनु भयो सो कस्तो देखिरहेको छु अब चाहिँ म मेरो बिरालोलाई पनि लगाइदिन्छु है मैले दिवालीमा पनि लगाइदिएको थिएँ अब भाइटिकामा पनि लगाइदिन्छु अब यही हो मेरो भाइ भए पनि बहिनी भए पनि हो दिवालीमा पनि लगाइदिन्छ होइन दिवालीमा अक्षय पूजा फेरि यसरी नै बस्नु हो बेसी बदमास नगर्नु अन्त ज्यादा न्याउ न्याउ नकराउनु है ज्यादा नसुत्नु पुरा सुत्छ यो बिरालो चाहिँ हो होइन तपाईँहरूलाई गाइस एउटा अचम्मको कुरा चाहिँ के भन्छु भने नि मेरो बिरालोले चाहिँ जुलापी मन पराउँछ पुरा मन पराउँछ जुलापी चाहिँ हो अब यहाँ अब जुलापी चाहिँ हेर्नुहोस् न यस्तो मजाले खान्छ कि बिरालोले खानु न खाऊ न त हेर्नुहोस् होला गाइस बिरालोले जुलापी खाएको फर द फर्स्ट टाइम जुलापी चाहिँ यति बिना मन पराउँछ कि खाएको मासुभन्दा बेसी मन पराउँछ मासु भन्ने जाँदा चाहिँ गुलियो पुरा मन पराउँछ स्पेसली जुलापी चाहिँ हो जहिले पनि अब हेर्दै हो न सो जहिले पनि अब हामीले जुलापीहरू ल्यायो भने चाहिँ क्या त उसलाई दिनै पर्छ नभए त कराएर भक्कै लाउँछ हो सो एउटा पिस भए पनि उसलाई अलग्गै राखिदिनु पर्छ क्या त अब त्यो नभए चाहिँ पुरा न्याउ न्याउ गरेर खुट्टामा चढेर के गर्छ हो बिचरा बोली लाग्दैन होइन त्यही त एउटै वर्ड त देख्छ भगवान्ले म्याउ भन्ने होइन सो त्यही भएर चाहिँ बिचरा गर्छ नि त एउटा पिस चाहिँ हामीले हमेसा राखिदिन्छु अन्त यसरी दिन्छु है मजाले खान्छ हो सो यहाँ गाइस यति नै थियो आजको भाइटिका चाहिँ यति नै थियो है सो तपाईँहरूको भाइटिका कस्तो भयो है आई होप राम्रै हुन्छ होला अनि
राम्रै होस् तपाईँहरूको है। सो यहाँ गाइस यति नै। अनि हेर्दै हेर्दै दसैँ पनि सक्यो है, दिवाली पनि सक्यो, अब भाइटिका पनि सक्यो। अब त लास्ट छ, अब के भन्छ क्रिसमस छ, त्यहाँदेखि त अब साल पनि खत्तम हुन्छ है। सो फेरि नयाँ साल स्टार्ट हुन्छ है। हेर्दा हेर्दा दिन बितेको चाल पनि पाउँदैन हो। सो यहाँ गाइस यति नै थियो। प्लिज मेरो भ्लगलाई मन पराइदिनु होला, सपोर्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। अनि यहाँ बाई बाई। खासमा